लर्ड बुद्ध स्कुलको प्राङ्गणमा उभिएर शहीदहरूको आदर्श युवा पुस्ताको जिम्मेवारी शीर्षक यस वक्तव्यमा म कोड नम्बर 7 लाई प्रतिस्पर्धीको रूपमा आफ्ना उत्स्फूर्त विचारहरू व्यक्त गर्ने अवसर प्रदान गर्ने भएकोमा आयोजक समितिप्रति हार्दिक आभार प्रकट गर्दै न्यानो अभिवादन गर्दछु। स्वीकार्नुहोस्। सभापतिको अनुमतिले म आफ्ना तर्कहरू पेश गर्दछु। शहीदहरू ती महान व्यक्तित्व हुन् जसले देश र जनताको हितलाई सर्वोपरि ठानेर अन्याय र अत्याचार विरुद्ध आवाज उठाउँदै मृत्यु वरण गर्न पुगेका थिए। शहीदहरू सत्य, साहस, त्याग र देशप्रेमका अनुपम उदाहरण हुन्। राष्ट्रका लागि प्राणको आहुति दिने शहीदहरूको योगदान अमूल्य छ, अविस्मरणीय छ। शहीदहरूले स्वतन्त्रता, स्वाधीनताका लागि अनवरत रूपमा सङ्घर्ष गरे, देश र जनताका लागि अन्ततः प्राण त्यागे। उनीहरूकै त्याग र बलिदानका कारण आज प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आएको छ। हामीले नागरिक हक अधिकार पाएका छौँ, राष्ट्रको उन्नतिको बाटो खुलेको छ। हाम्रा शहीदहरू त्याग र बलिदानका अद्वितीय नमुना हुन्। अँध्यारो रातसँग एउटा ताराले सङ्घर्ष गरेर उज्यालो ल्याउने प्रयत्न गर्दा गर्दै मिरमिरमा आफूलाई विलीन पारेर भए पनि धरतीमा उज्यालो ल्याएछै। शहीदहरूले पनि निरङ्कुश दास्ता, अन्याय, अत्याचार विरुद्ध घोर सङ्घर्ष गर्दै प्रजातन्त्र प्राप्तिका लागि आफ्नो प्राण अर्पण गरे। त्यसैले त कवि भूपी शेरचनले आफ्नो शहीदहरूको सम्झना कवितामा भनेका छन्, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक विचार सपुत मरेर नगए। तमाम मानिस आफू मात्र बाँच्न खोज्छ, तर शहीदहरूले अरूलाई बाँच्न योग्य जीवन दिन आफ्नै प्राण त्यागे। धरतीका कोही वीर छन् भने तिनै शहीदहरू हुन्। ती वीर शहीदहरू केवल ढुङ्गाका शारीरिक मात्र होइनन्, उनीहरू विचारका ज्योति हुन्। आज हामी जुन लोकतान्त्रिक आकाशमुनि खुला स्वतन्त्रताको सास फेर्नेछौँ, यो कसैको निगाहमा पाएको उपहार होइन महोदय। यो त 104 वर्षसम्मको जहाँले राणा शासन विरुद्ध पहिलो र दोस्रो जनआन्दोलनका क्रममा रगत बगाएका ती महान आत्माहरूको त्यागको प्रतिफल हो महोदय। शहीदहरूको आदर्श केवल इतिहासको पानामा मात्र सीमित छैन, ती आदर्श आजका युवाका लागि मार्गदर्शक भएर रहेका छन्। आजका युवा पुस्ता राष्ट्रका प्राणवायु हुन्, देशका शक्ति हुन्, परिवर्तनका आधार हुन् र भविष्यका आशा हुन्। देश